नमस्ते हजुरहरूलाई वेलकम टु बिमला फ्यामिली स्टुडियो। आज म हजुरहरूलाई सजिलो तरिकाले कसरी धेरै घिउ बनाउनु भन्ने कुरा देखाउन गइरहेकी छु। सबैभन्दा पहिला त हामीले दुध राम्रोसँग तताइसकेपछि हामीले एउटा भाँडो दही जमाउनको लागि लिएर त्यसमा माथिबाट तरसितको दुध राख्छौँ अनि हामीले थोरै दहीको जोडन लिन्छौँ। त्यसपछि दुध पनि मिसाएर एकदम फिटेर दुधमा जोडन राखेर दही जमायो भने छिट्टो दही जम्छ। यसरी बनेको दहीबाट हामी फ्रिजमा राख्छौँ। फ्रिजमा 3-4 घण्टा राखेपछि यो माथिको लेयर जस्तो फर्म हुन्छ। हामीले सजिलै तरिकाले मैले भिडियोमा देखाए जसरी यस्तै मजाले हामीले माथिको लेयर निकाल्न सक्छौँ। यसरी 6-7 दिन हामीले यसरी लेयर माथिको निकालिसकेपछि मिक्सरमा ब्लेन्ड गरेर यस्तो क्रिम टेक्सचर आउँछ। त्यसपछि अझै ब्लेन्ड गर्दै यसरी मैले भिडियोमा देखाए जसरी पानी एकातिर, बटर मिल्क एकातिर र घिउ एकातिर, भेन्ना एकातिर, बटर एकातिर, अर्कोतिर सेपरेट हुन्छ। सेपरेट भएसम्म हामीले मिक्सीमा ब्लेन्ड गर्नुपर्छ। यसरी गरेपछि हामीले त्यसमा धेरै पानी हालेर राम्रोसँग चलाइसकेपछि यो बटर मिल्क एक साइड, घिउ बटर एक साइड हुन्छ। यसरी भएको हामीले यसरी ढक्कन राखेर बटर मिल्क सेपरेट गर्छौँ। गरिसकेपछि हामीले एउटा भाँडोमा राखेर हामीले राम्रोसँग तताउँछौँ। चलाइ तताएपछि हाम्रो राम्रो देसी घिउ, घरमै घिउ, राम्रो घिउ बन्छ। घिउ किन्नको लागि हामी कहीँ जानु आवश्यक पर्दैन बजारमा, किनकि यो हाम्रो हेल्थको लागि राम्रो हुँदैन। सो हामीले दिनदिनै यसरी घिउ बनाउन सक्छौँ। हजुरहरूले पनि यही तरिकाले कसले बनाउनुहुन्छ घिउ मलाई कमेन्ट गरेर कमेन्ट सेक्सनमा भन्नुहोला। हस्त अहिले हजुरहरूलाई धन्यवाद। मेरो भिडियो हेरेकोमा हजुरहरूलाई सबलाई धन्यवाद गर्दै म हजुरको बिमला बिदा हुन चाहन्छु। हस्त धन्यवाद।